नमस्कार, म श्री। यहाँहरूलाई स्वादिलो परिकारमा स्वागत गर्दैछु। आउनुहोस्, आज हामी सजिलो तरिकाले मटन दम बिरयानी बनाऊँ है। रायता अनि सलादसँग यो बिरयानी असाध्यै मिठो हुन्छ र यसमा सबभन्दा पहिला हामीले के गर्छौँ भनेदेखि प्याजको तयारी गर्छौँ। यो प्याजलाई हामीले मसिनो गरेर एक नासको काटेर हामीले अलिक धेरै तेल राखेर यसलाई हामी फ्राई गर्छौँ र फ्राई हामीले ब्राउन नहुँदासम्म हामीले सानो आगोमा फ्राई गर्नेछौँ। जब यसरी ब्राउन राम्रोसँग हुन्छ यसलाई हामीले बाहिर निकाल्नेछौँ। यसलाई बाहिर निकालेर एकछिन तेल हामीले तार्नको लागि यतिकै छोडिदिउँ। यो हामीलाई अहिले पछिको लागि काम लाग्छ। यहाँ मैले 1 किलो छाला नभएको खसीको मासु लिएकी छु। छाला निकालेर छाला पछि भुटेर खाँदा पनि हुन्छ। मासुलाई चाहिँ मैले अलि ठुल्ठुलै टुक्रा बनाएर राखेकी छु, हेर्नुहोस् त। ल, अब हामी यसलाई म्यारिनेट गर्नेतिर लागौँ होइन। अब यसको लागि चाहिँ हामीले नुन 2 चम्ची, मासुको आवश्यकता अनुसार कश्मिरी रातो धुलो खुर्सानी र अघि प्याज फुराएको तेल 1 चम्ची यो राखेर चाहिँ हामीले यसलाई मजाले मिक्स गर्नेछौँ है त। पछि हामी अरू मसलाहरू राखेर पनि यसलाई राम्रोसँग मिक्स गर्नेछौँ। नुन र खुर्सानी मजाले मिक्स हुँदैछ होइन त। यतिको मिक्स भइसकेपछि फेरि हामीले यसमा अरू थप मसलाहरू थप्नेछौँ। 1 चम्ची अदुवा लसुनको पेस्ट, 1 चम्ची जिरा पाउडर, 1 चम्ची धनियाँ पाउडर, यसै गरी आधाको पनि आधा चम्ची मरिच, 1 चम्ची गरम मसला, 1 चम्ची बिरयानी मसला र 1 चम्ची बेसार। यसै गरी हामी 2 कप दही राख्नेछौँ र मजाले 1 डाँडो हरियो काटेको धनियाँ, यसै गरेर 1 डाँडो काटेको पुदिना, 3-4वटा ल्वाङ सुकमेल, सानो एउटा दालचिनीको डाँठ, यसै गरेर 1 चम्ची सौँफ र 1-2वटा तेजीको पात। पिरो खान मन लागेको खुर्सानी मजाले राख्दा हुन्छ, तर यहाँ मैले राखेकी छैन। अब यसलाई मजाले मिक्स गरौँ। राम्रोसँग मिक्स भइसकेपछि अघि हामीले फुराएको प्याज पनि यसमा राखेर मिक्स गर्दैछौँ। हेर्नुहोस् त प्याज। ल, यसमा हामीले 2 मुठी प्याज राखेर यसलाई मजाले मिक्स गर्छौँ। मिक्स गरिसकेपछि यसलाई कम्तीमा 1 घन्टा हामीले रेस्ट दिन्छौँ है त। आज मैले यो मासुलाई कसौडीमा पकाउँछु, हेरौँ है त। 1 घन्टा भइसकेको छ। अघि प्याज तारेको तेल 2 चम्चा जति राखेर मैले मासु बसालेँ है त। अब यो मैले मासुलाई ढाक्दै पकाउँदै आवश्यकता अनुसार अब जरुरी पऱ्यो भने अलिअलि पानी थप्दै फेरि ढाक्दै मैले यस्तै गरेर पकाउनेछु। अब यो यहाँ पाक्दै गर्छ होइन, मैले हेर्दै चलाउँदै ढाक्दै गर्छु। अब त्यो बिचमा बिरयानीको लागि चाहिने अरू सामान तयार गरौँ है त। यो चाहिँ बिरयानीको लागि एकदम इम्पोर्टेन्ट केसर दुध, जसमा आधा कप मनतातो दुधमा 1 चिम्टी केसर राखेर छाड्दैछु। यसको पहेँलो कलर वाह, यति मोहक देखिन्छ हजुर। आउनुहोस्, मासु कस्तो भएछ हेरौँ है त। यो हामीले कुकरमा 4-5 सिटी लगाएर पकाए पनि हुन्छ, तर मेरो चाहिँ आज एकदमै समय भएको हुनाले मैले कसौडीमै नै पकाउँछु भनेर सोचेँ। यहाँ कसौडीमा पकाउँदा चाहिँ अलिअलि पानी थप्दै पकाउँदै गर्नुपर्छ है त। यो छोपेर पकाएको लगभग 40 मिनट भइसकेको छ। एकपटक हेरौँ है त। हेर्नुहोस् त, आधा जसो त पाकिसकेको छ। अब फेरि यसलाई छोपेर पकाउँ होइन। त्यति बेरमा चाहिँ हामीले चामल तयारी गरौँ है। 1 किलो मासुको लागि मैले 2 माना चामल लिएकी छु, जसमा लङ ग्रेन चामल हो यो होइन। अब यसलाई चाहिँ नि राम्रोसँग पखालेर 2-4 चोटि पखालेर यसलाई 15-20 मिनटको लागि मैले भिजाउन छाडिदिँदैछु। अब फेरि हामीले मासु हेरौँ है त कस्तो भएछ। ल, हेर्नुहोस् त, वाउ, यो त लगभग 75% त पाकेको छ। अब बिरयानी बनाउनको लागि लगभग हामी रेडी छौँ। चामल पनि हाम्रो लगभग तयार भइसकेको छ। अब यसलाई पकाउनतिर लाग्छु म, जसमा आधा टिप्सी पानी राखेर ल्वाङ सुकमेल 2-2वटा, चक्रफुल, जावित्री, दालचिनी एउटा सानो टुक्रा, तेजपात 2टा, सौँफ 1 चम्ची, नुन 1 चम्ची र कालो सुकमेल मैले एउटा राखेको छु। यसलाई अब ढाकेर मैले मजाले उमाल्दैछु। हेर्नुहोस् त, उम्लिसकेको छ। अब यसमा हामीले चामल राखेर मजाले पकाउनेछौँ। यो पहिला किन उमालेको यसरी भन्दाखेरि यो मसलाहरूको रस चाहिँ मजाले पानीमा आओस् भनेर पहिले नै यसरी उमाल्दा राम्रो हुन्छ। यो पकाउँदा चाहिँ हामीले 100% पकाउन चाहिँ पर्दैन। 80% जसो यो चामल पाक्यो भने हामीलाई पुग्छ। ल, हेर्नुहोस् त, 80% चामल पाकिसकेको छ। यसलाई अब मैले चाहिँ छान्दैछु एउटा भाँडोमा, पानी अलग चामल अलग बनाउँदैछु। अब हामीले स्पेसल बिरयानी बनाउनतिर
म लाग्दैछु है त हजुर। हेर्नुहोस् न भाँडो अलिकति सानो भयो मसँग, त्यही भएर मैले 2 सिफ्ट गरेर यो पकाएकी छु। तर जे होस् मैले यसमा चाहिँ अब अघिको मासुलाई एक लेयर बनाएर मजाले राखेको छु। त्यसमा अब निस्केको अलिकति तेल चाहिँ मैले पछिको लागि चाहिन्छ भनेर 2-3 चम्चा मैले तेल मात्रै बाहिर निकालेँ है त। अब यो मासुमा मैले अघि फ्राई गरेको प्याज अलिकति, त्यसमा अब अलिकति धनियाँ, अनि फेरि अलिकति पुदिना मैले राखेँ। अब यसमाथि मैले एक लेयर गरेर अघिको भात राख्दैछु मैले है त मजाले। अब यसरी टम्म पारेर मिलाइ मैले सबै खानाहरू यसरी राखेँ। अब अलिकति त राखेको छु छुट्टै पकाउनलाई होइन, यसमा जति अट्छ त्यति मैले मिलाएर राखेकी छु। अब यसमाथि मैले अघि दुधमा भिजाएको केसर यसमा राख्दैछु। हेर्नुहोस् त केसरको कलर कति ब्युटिफुल आएको छ। यसमा मैले मसाले नै राखेको छु केसर है। अनि त्यसपछि मैले अघि निकालेको तेल थियो नि, हो त्यो तेल पनि मैले राखेँ। अब मैले 2 चम्चा घिउ पनि राखेँ होइन, यसले स्वाद चाहिँ अझै राम्रो बनाउँछ। अब त्यसपछि मैले धनियाँ अलिकति राखेँ है। धनियाँ राखिसकेपछि मैले 1 कप दुध अब यसको चारैतिर राखेँ, किनभने पानी राखेको छैन है। अब यस्तै गरेर मैले अलिकति पुदिना पनि राखेँ र अन्तमा गएर चाहिँ मैले अघि फ्राई गरेको जुन प्याज थियो नि हामीसँग, हो त्यो प्याजले मैले चारैतिर राखेँ है त। अब यति गरिसकेपछि मैले अब फोइल पेपर लिन्छु है। फोइल पेपरले मजाले यसलाई मैले ढाक्छु, किनभने भित्रको एयर बाहिर नआओस्, मजाले बाफले पाकोस् भन्ने हिसाबले मैले फोइल पेपरले मजाले यसलाई ऱ्याप गरेँ है। राम्रोसँग ऱ्याप भयो। अब मैले यसलाई ढक्कन लगाउँदैछु। ढक्कन लगाइसकेपछि मैले हाई फ्लेममा यसलाई 5 मिनटको लागि पकाउँछु र 5 मिनटपछि मैले फेरि तावालाई पनि मैले एउटा तावा राखेर तावालाई पनि हाई फ्लेममा गराएर मैले छोड्छु। जब तावा तात्तिन्छ अनि मैले एकदमै सानो आगोमा यो बिरयानीको भाँडो माथि तावामाथि राखेर मैले पकाउँछु। आउनुहोस् बिरयानी पाक्दासम्ममा हामीले राइताको तयारी गरौँ। जसमा मैले 2 कप दही लिएकी छु होइन। अनि अब त्यो दहीमा मैले मसिनो गरेर काटेको काँक्रा, त्यसमा मसिनो गरी काटेको गाजर, अनि प्याज, पुदिना, नुन, खुर्सानी, बिरे नुन र मरिच राखेर मैले मजाले चलाएँ है। यो हाम्रो भयो तयार राइता। अब यसमा चाहिँ गाजर नराखिकन पनि बनायो हुन्छ, जसो गरे पनि हुन्छ, मिठो चाहिँ मिठै हुन्छ है। 20 मिनट पनि पुरा भइसकेको छ। हाम्रो बिरयानी पनि पुरा पाकिसकेको छ। त्यसैले मैले फ्लेम अफ गरिदिएर यसलाई 15 मिनटको लागि रेस्ट दिएँ। 15 मिनट भइसकेको छ हाम्रो। अब हेरौँ है त मटन दम बिरयानी कस्तो बनेको रहेछ। बिस्तारै खोल्नुपर्छ, पोल्छ। म सुस्तो खोल्दैछु यसलाई। आहा कति राम्रो बनेको। अब यसमा मैले केवडा वाटर 1 चम्चा जति राखेँ। अनि मैले 5 मिनटको लागि चाहिँ यसलाई फेरि ढक्कन लगाएर छाड्दिएँ। अब 5 मिनटपछि यसलाई हामीले हेरौँ है त। आहा कति राम्रो। सुस्त एउटा कुनाबाट बिस्तारै हामीले चलाउँदै जानुपर्छ है, नभए चामल फेरि भाँचिन्छ फेरि। ल हेर्नुहोस् त कति राम्रो भएको। अहिलेको केवडा वाटरले चाहिँ हामीले यो खानालाई चाहिँ एकदमै सुगन्धित बनाउँछ कि, त्यही भएर यसलाई चाहिँ मैले 1 चम्चा जति अन्तिममा यसो राखेकी छु। मासु पनि मजाले पाकेको छ हेर्नुहोस् त। अब हामीले सर्भको तयारी गरौँ है त। सुस्त मजाले आनन्दसँग राख्दै जाउँ है। ल मासु पनि आयो, कस्तो राम्रो स्वादिलो। ल हेर्नुहोस् अब सलाद पनि आइपुग्यो। अब अघि हाम्रो राइता पनि आइपुग्यो। ल हेर्नुहोस् त, वाउ होइन, डिलिसियस। राम्रो देखिएको छ होइन। अब सँगै त मासु खान सकिन्न, यसलाई हामीले मसिनो टुक्रा बनाऊ। ल हेर्नुहोस् हाम्रो मटन दम बिरयानी तयार भयो। कस्तो लाग्यो तपाईँहरूलाई कमेन्टमा भन्नुहोला, अनि सब्सक्राइब गर्न नभुल्नुहोला। आजलाई यतिमै बिदा दिनुहोला। फेरि अर्को एपिसोडमा भेटौँला है। नमस्ते।